Yo, what's good YouTube? I'm back again with another hype sneaker video. So आजको भिडियो रहेको छ एकदम धेरै यो वर्षकै I mean 2024 कै एकदम धेरै एन्टिसिपेटेड गरिएको स्निकर रहेको छ। सो यो पेयर रहेको छ जम्पम्यान ज्याक TR ट्राभिस स्कट। यो चाहिँ ट्राभिस स्कटको आफ्नै ओन सिग्नेचर पेयर हो जोर्डन सँग चाहिँ। सो या त्यसैले आज हामी यसको डिटेल अनि यसको मटेरियलहरु रिभ्यू गर्न जाँदैछु। हाम्रो यो रिभ्यू चाहिँ एकदम धेरै लेट भइरहेको छ। सो टाइमको कारणले गर्दाखेरि चाहिँ सो फर्स्ट अफ अल हामी सिलावेटको बारेमा कुरा गर्नेछौँ। सो यो सिलावेट चाहिँ पहिले नै ड्रप गरिसकेको थियो। सो यो चाहिँ रेट्रो भर्जनमा हो अनि अहिले चाहिँ 3 डिफरेन्ट कलरहरु चाहिँ अलरेडी ड्रप गरिसकेको छ जम्पम्यान ज्याक भर्जनमा चाहिँ। अनि फर्स्ट ओरिजिनलमा चाहिँ सेल कलरको रहेको थियो भने चाहिँ सेकेन्ड वान चाहिँ युनिभर्सिटी रेड कलरमा। सो त्यो चाहिँ मेबी जहाँसम्म मलाई लाग्छ फ्रेन्ड्स एन्ड फ्यामिलीको लागि मात्रै रिलिज गरेको जस्तो छ। अनि फाइनली थर्ड वान चाहिँ यो रहेको छ। यो चाहिँ लास्ट मन्थ 27 मा चाहिँ रिलिज गरिएको थियो अनि यसको रिटेल प्राइस चाहिँ 200 रहेको छ। फर्स्ट अफ अल हामी कुरा गर्नेछौँ आउटसोलबाट। सो आउटसोलमा तपाईले हेर्नु भयो भने चाहिँ मजाको व्हाइट कलरमा ग्राफिक गरिएको छ, ज्याक ब्रान्डिङ गरेको छ। आउटसोलको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ यो आउटसोल चाहिँ तपाईले यदि अरु पेयरहरुमा हेर्नु भयो भने चाहिँ डिफरेन्ट लेयरहरु युज गरेको हुन्छ। एउटा मिडसोल एउटा आउटसोल गरेर डिफरेन्ट 2 लेयर युज गरेको हुन्छ भने चाहिँ यसमा चाहिँ हामीले यो सिलावटमा चाहिँ टोटली एउटै लेयरमा चाहिँ फिनिशिङ गरिएको देखेको छ। सो त्यसको मतलब कति राम्रो कसरी परफर्मेन्स दिन्छ भन्ने कुरा चाहिँ लगाएर नै रिभ्यू गर्नुपर्ने हुन्छ। सो या कम्फर्टेबलको लागि ड्युरेबलको लागि जहाँसम्मको हामीले अब पेयरलाई लिएर क्याम्पेन गरेको तरिकाले हेर्यो भने चाहिँ सो वी क्यान रक एभ्रीवेयर है, जंगल कोडिङ एथलेटिक्स सबैमा हामीले यो पेयरलाई चाहिँ मजाले रक गर्न सक्छ भनेर जहाँ पनि मजाले लाउन सक्यो। सो अप्पर बडीमा हेर्यो भने चाहिँ हाफ अफ द मटेरियल चाहिँ स्वेट मटेरियलले युज गरेको छ अनि स्वेट लेदरको ब्ल्याक कलरमा रिभर्स सुज पनि दिएको छ। त्यसकै कम्बाइनमा चाहिँ ब्ल्याक कलरको क्यानभस मटेरियल चाहिँ युज गरेको छ। टो बक्स अनि साइड प्यानलमा टक लाइनरमा तपाईले मजाको क्यानभस मटेरियलहरु युज गरेको देख्न सक्नुहुन्छ। रेस्ट अफ द बडीमा चाहिँ डार्क मोका कलरको नुबक लेदर युज गरिएको छ। यो जम्पम्यान ज्याकको एउटा इन्ट्रेस्टिङ न्यू डिजाइन या इन्स्पायरिङ फ्रम अदर पेयर भनौं न है। यो जहाँसम्म हामीले स्ट्र्यापको कुरा गरिरहेछौँ यो स्ट्र्याप चाहिँ तपाईले नाइकी एयर इजी 1 मा चाहिँ तपाईले यस्तो स्ट्र्याप देख्न सक्नुहुन्छ है। सो जहाँसम्म मलाई लाग्छ त्यहीबाट इन्स्पायर हुन सक्छ मेबी है। सो या जे होस् राम्रो देखिरहेको छ। स्ट्र्यापमा नि एउटा ट्राभिस स्कटको ब्रान्डिङ गरिएको छ। तपाईले अनि एङ्कल साइडमा ज्याकको फेस मजाले पाउन सक्नुहुन्छ। अनि यो पेयरसँग चाहिँ बन्च अफ सुलेसेसहरु चाहिँ एड गरिएको छ। सो डिफल्ट सुलेस चाहिँ ब्ल्याक दिएको छ भने चाहिँ तपाईले यो ब्ल्याक सुलेसलाई मन परेन भने चाहिँ तपाईले मजाले स्विच गर्न सक्नुहुन्छ। सो या तपाईले स्विच गरेर जुन मन पर्छ त्यो स्विच गरेर चाहिँ मजाले रक गर्न सक्नुहुन्छ। इन्सोलको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको इन्सोलमा चाहिँ जम्पम्यानको लोगो अनि क्याक्टस ज्याकको लोगो दिएको छ। सो ब्ल्याक कलरमा ट्राभिस स्कटको यो न्यू सिलावेटलाई लिएर चाहिँ तपाईको कस्तो ओपिनियन छ कमेन्ट गरेर भन्नु होला। अनि या तपाईले यो पेयरलाई चाहिँ रिटेल प्राइसमा म्यानेज गर्नु भयो कि भएन त्यो पनि कमेन्ट गर्नु होला। सो अभियसली मैले चाहिँ 2-3 वटा मल्टिपल अकाउन्टबाट चाहिँ हिट गरेको थिएँ बट अनफर्चुनेटली कुनै अकाउन्टबाट पनि पाउन सकेन। सो याको रिसेल भ्यालु चाहिँ 3 लाख देखि 4 लाख अराउन्डमा मेबी तपाईको साइज अनुसार रहेको छ। रिभ्यू अनि लेट रिभ्यू भनौं न। सो अभियसली मेरो ओपिनियनमा भन्नु पर्दाखेरि चाहिँ यो सिलावेटलाई लिएर चाहिँ समथिङ न्यू जस्तो लागिरहेको छ है। सो हामीले हुन्छ नि ट्राभिस स्कटको एउटै हुन्छ नि जुन चाहिँ अरु कोलाबोरेसनमा थाकिसकेको थियो। सो हामीले चाहिँ यो सुबाट चाहिँ हल्का डिफरेन्ट टाइपको भाइब डिफरेन्ट टाइपको हुन्छ नि फिल पाउन सक्नुहुन्छ। ट्राभिस स्कटको एकदम धेरै हुन्छ नि यो कम्पेयर टु हुन्छ नि अदर पेयरहरुसँग कम्पेयर गरेर यो ट्राभिस स्कटको कुराहरुलाई कम्पेयर गर्ने भने चाहिँ यो चाहिँ एकदम धेरै चिप हो भनौं न है। तपाईले यदि ट्राभिस स्कटको अर्को पेयरहरु हेर्नु भयो भने चाहिँ एकदम म्यासिभ हाई छ, ओभररेटेड जस्तो लाग्छ है। अनि यो पेयर चाहिँ त्यति धेरै हाइट अप नि छैन। सो तपाईले मजाले अफोर्डेबल गर्न सक्छ या रक गर्न सक्नुहुन्छ। त्यति भन्दै या आजको लाई लिएर मैले रिभ्यू गर्दाखेरि चाहिँ मजा लागिरहेको छ। सो या तपाईलाई कस्तो लाग्यो डु लेट मी नो कमेन्ट सेक्सन डाउन बिलो। अनि या त्यति भन्दै I'll see you in next hype sneaker video. So till then, stay warm, stay safe, peace. I'm out.